हेलो एभ्रिवान, नमस्ते हजुर सबैजनालाई। र हजुरहरू चाहिँ हेर्नु होला मेरो भिडियो। आजको चाहिँ मेरो भिडियो छ हाम्रो सिङ्गरी मेलादेखिबाट, र मैले चाहिँ आजको भिडियो यस तरिकाले स्टार्ट गरेको छु। हजुरहरू चाहिँ हेर्नु होला। अनि हेर्नु, यहाँ चाहिँ बहुत नै भिड छ। यहाँ चाहिँ भिड भएको कारण छ अनि मेट्रिक हाई सेकेन्डरीको एक्जामको कारणले गर्दाखेरि यहाँ चाहिँ बहुत भिड छ, किनभने स्कुल छेउमा छ। अनि त्यो मेलाको टाइम बढो र त्यही भएर हेर्नु बाटोहरू बहुत नै भिड छ। र यहाँभन्दा अलिकति अगाडि पनि त्यस्तै छ। त्यहाँ चाहिँ मेन रोड तिनाली भन्ने जग्गा हो, तिनाली पर्छ। अनि त्यसमा चाहिँ बहुत नै भिड मेलाको कारणले गर्दाखेरि। र साथीहरू, हाम्रो यहाँ चाहिँ सिङ्गरी मेला बहुत नै ठुलो हुन्छ। बहुत ठाउँबाट मान्छेहरू आउनुहुन्छ मेला हेर्नको लागि। अनि त्यहाँबाट हामीहरूको यहाँ चाहिँ मेला लागि नै रहन्छ सालमा एकखेप। अनि चाहिँ हजुरलाई म देखाउँछु, हामी चाहिँ मेलाको भित्र जाँदैछौँ। अनि वहाँ गएर चाहिँ हजुरलाई सबै नै भिडियो देखाउँछु म जति सक्छु त्यति, किनभने मलाई सन्चो पनि छैन। सर्दी ज्वरोको कारणले गर्दाखेरि भोइस पनि कस्तो भएको छ, भाषी जस्तो भएको छ बोली त्यति। अनि भिडियोहरू गर्न पनि मलाई मन थिएन, त्यही पनि हजुरहरूलाई देखाइदिउँ हाम्रो यहाँको मेला भनेर चाहिँ मैले भिडियो स्टार्ट गरेको हो। अनि चाहिँ हजुरहरू हेर्नु होला, मैले चाहिँ भिडियो हजुरलाई यस्तो तरिकाले देखाउँदैछु, कपडा दोकानदेखिबाट लिएर स्टार्ट गरेको भिडियो। अनि चाहिँ हेर्नु होला, यहाँ चाहिँ कपडा बहुत राम्रो राम्रो पाइन्छ। यहाँ चाहिँ फिक्स प्राइस छ अरे 100 अनि 200 जस्ता। अब अनि केटाकेटीको कपडादेखिबाट लिएर ठुला मान्छेको पनि छ। र हजुरहरू चाहिँ पूजाको सामान किन्नुहुन्छ भने पनि यहाँ पाइन्छ किन्नको लागि। अनि हजुरहरू हेर्नु होला, बर्तनहरू दाउ कटारीदेखिबाट लिएर सबै थोक नै यहाँ पाइन्छ। र मैले चाहिँ यो मेलाको भिडियो अस्ति चाहिँ क्याप्चर गरेकी थिएँ। अनि मैले चाहिँ भिडियो अपलोड गर्न पाएकी थिइनँ। मलाई चाहिँ सर्दी लागिरहेछ, ज्वरो पनि आएको थियो। ज्वरो चाहिँ दबाईहरू खाएर राम्रो भयो, अनि सर्दी चाहिँ अहिले पनि लागिरहेछ। अनि यस्तो अब धुलाले गर्दाखेरि, मेलाको धुलाले गर्दाखेरि मलाई चाहिँ यस्तो भएको। र हजुरहरू यहाँ चाहिँ हेर्नु होला, यहाँ चाहिँ छ कारेन्ट पिङ। र कारेन्ट पिङ चाहिँ हजुरहरू खेल्नुभएको छ होला, र मैले चाहिँ खेलेकी छैन। मलाई चाहिँ बहुत डर लाग्छ। कारेन्ट पिङ खेल्नेहरूले चाहिँ कमेन्ट गर्नु होला, डर लाग्छ कि लाग्दैन। मलाई चाहिँ यो कारेन्ट पिङ भनेपछि बहुत डर लाग्छ, खेल्न सक्दिनँ। म चाहिँ कहिले पनि खेलेकी छैन, कस्तो डर लाग्छ खेल्नको लागि चाहिँ। र साथीहरू, मेरो चाहिँ पेजमा हजुरहरू नयाँ हुनुहुन्छ भने हजुरहरू चाहिँ मेरो पेजलाई फलो गरिदिनु होला। हजुरहरू चाहिँ मेरो पेज हेरिदिनु होला र मलाई चाहिँ सपोर्ट गरिदिनुहुन्छ भनेर चाहिँ म आशा गर्दैछु। अनि चाहिँ हेर्नु, यहाँ चाहिँ छ मिठाई दोकानहरू दोकान पनि छ। अनि त्यसको बादमा चाहिँ बेगहरू, हजुरहरू कस्ता खालको बेग लिनुहुन्छ, सिलिङ बेग लिनुहुन्छ कि क्यारी बेग लिनुहुन्छ कि हजुरहरू चाहिँ लिन सक्नुहुन्छ आफ्नो आफ्नो इच्छाले। यहाँ चाहिँ हेर्नु, यसको चाहिँ प्राइस 100देखिबाट स्टार्ट हुँदैछ। र हजुरहरू चाहिँ जे किन्न खोज्नुहुन्छ हजुरहरू चाहिँ त्यो चिजहरू यहाँ पाउनुहुनेछ सिङ्गरी मेलामा चाहिँ। अनि चाहिँ हजुरहरू सिङ्गरी मेला आउनुभएको छ कि छैन हजुरहरू चाहिँ कमेन्ट गरेर भन्नु होला। र हाम्रो यहाँको चाहिँ मेला यस्तै नै छ, र सधैँभरि यस्तै नै हुनेछ। धुलो चाहिँ बेसी छ है, हजुरहरूलाई चाहिँ पक्कै पनि थाहा छ और आउनुभएकाहरूलाई चाहिँ। अनि धुलोको कारणले गर्दा चाहिँ मलाई पनि अलिक सर्दी खोकी जस्तो खालको भएको छ। र मैले चाहिँ मेलामा केक किनेँ। र फाइनली गाइस, अहिले म चाहिँ घर जान भनेर निस्केँ। र हजुरलाई चाहिँ म देखाउँछु घर गएर मैले केक किनिनँ। र मैले चाहिँ भिडियो यति राम्रो पनि बनाएको छैन आज, किनभने मलाई अब राम्रो लागेको छैन अलिक, त्यही भएर। र फट्टै मेला हेर्मा यसरी भिडियोहरू पनि गर्न सकिँदैन होइन, आफ्नो केयर आफूले गर्नुपर्छ। मोबाइलहरू हराउँछ, फट्टै कसैले लिएर हिँड्छ भन्ने डरले पनि मैले चाहिँ भिडियो नगरेकी हो। त्यही भएर चाहिँ मैले त्यति अलिअलि भिडियोहरू जति सकेँ त्यति देखाएँ। हेर्नु होला हजुरहरू चाहिँ। र भिडियो राम्रो लागेमा हजुरहरू चाहिँ सेयर गरिदिनु, फलो गरिदिनु होला, अरू मलाई सपोर्ट गरिदिनुहुन्छ भनेर आशा गर्दैछु। र मैले चाहिँ हजुरहरूलाई भनिसकेको थिएँ, म घर गएपछि हजुरहरूलाई चाहिँ देखाउँछु मैले के सामान किनेँ के किनिनँ मेलाबाट भनेर। र हाम्रो यहाँको चाहिँ मेलाबाट मैले चाहिँ के किनेँ भने हेर्नु होला, मैले चाहिँ किनेँ बेग, 2-3टा बेगहरू किनेँ। अरू मेकअपका सामान भन्दाखेरि पनि आइस्याडोहरू चाहिँ किनेँ। मेरो लागि चाहिँ होइन, सानो बुनुको लागि आइस्याडो उसले चाहिँ भनेको थियो किनिदिनु आन्टी भनेर, र मैले चाहिँ किनिदिएँ कि। र यस्तो बेग चाहिँ सजिलो लाग्छ होइन, कहिलेकाहीँ टाउनहरू जानु पऱ्यो भने पनि डकुमेन्ट्सहरू के जाति हालेर जानको लागि। र यसै पनि मेरा बेगहरू त बहुत थिए, त्यही पनि अब आफूलाई पुरानो सामान राम्रो लाग्दैन होइन, नौतुन दिएको भने चाहिँ जहिले पनि नयाँ नै किन्न मन लाग्छ। ल त साथीहरू, आजको लागि चाहिँ मैले भिडियो यति नैमा सकेर भेट्नु नै छ अर्को भिडियोमा। त्यतिखेरसम्म हेर्दै गर्नु होला, बाई बाई।